जस्तो कि हामीले पढ्ने विषयहरूमा चाहिँ नाउनसँग चाहिँ ए लाग्छ अनि भन्ने कुरा चाहिँ हामीलाई थाहा छ र कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि यो यसको प्रयोग नि जस्तो यो कहाँनिर दुइटैको चाहिँ अर्थ मा हुन्छ होइन एको पनि अर्थ मा हुन्छ अनि यसको पनि अर्थ के हुन्छ मा हुन्छ अनि जस्तो कुन सिनारीमा चाहिँ कसरी लगाउने भन्ने कुरा चाहिँ आज चाहिँ तपाईँहरूलाई मैले यसको चाहिँ फिगियो पनि गरेर देखाउँछु है त जस्तो यस कसरी लाउने ए कहाँ लाउने अनि यो दुईटामा चाहिँ फरक के छ भन्ने कुराहरू चाहिँ दुईटालाई राखेर चाहिँ समग्रमा चाहिँ फिगियो गरिसकेपछि हामीले ए र यस प्रयोग भए चाहिँ ग्रामर हामीले चाहिँ छुट्याउन कसरी भनेर चाहिँ हामीले यसको बारेमा चाहिँ छुट्याउन सक्छौँ है त ल आजको भिडियो चाहिँ हामीले एबाट सुरुवात गर्छौँ है त जस्तो कि खासमा चाहिँ ए को अर्थ भनेको चाहिँ कोरियन भाषामा चाहिँ मा हो जनरल एकदम साधारण तरिकाले बुझ्ने हो भने चाहिँ ए को अर्थ के हुन्छ मा हुन्छ अनि यो जहिले पनि स्थानमा लागेर आउँछ है स्थानमा लागेर आउँछ र समयमा लागेर आउँछ भनेर बुझ्नु दुईटा कुरा ए चाहिँ कहाँ कहाँ लागेर आउँछ रहेछ कि स्थानमा कि समयमा जस्तो समय सूचक छ भने तपाईँहरूले नि जस्तो आफ सी एस भन्न पाउनुहुन्न कि तपाईँले सिधै चाहिँ यो सिगानको पछाडि ए र एस आयो भने सिधै के लाउने ए लाउने त्यसको लागि इक्जाम्पलहरू म देखाउँछु तपाईँहरूलाई अनि अब हेर्नु है कुनै पनि स्थानमा यहाँनिर हेर्नु होला कुनै पनि स्थानमा है त जस्तो कि कुनै पनि स्थानमा हुनु त्यो स्थानमा छ भन्ने अवस्थामा चाहिँ ए को प्रयोग चाहिँ खासमा चाहिँ गरिन्छ ए को प्रयोग कहाँ गरिँदो रहेछ भन्दाखेरि कुनै पनि स्थानमा छ भन्ने अवस्थामा चाहिँ के को प्रयोग गरिँदो रहेछ ए को चाहिँ हाम्रो प्रयोग गरिने रहेछ है त अनि समय सूचक जनाउने अवस्थामा पनि ए को प्रयोग गरिन्छ ए को प्रयोग भनेको दुईटा अवस्थामा रहेछ एउटा हेर्नु मैले सुरुमा पनि एउटा चाहिँ छाङ्सो भनेको यो छाङ्सो भनेको ठाउँको पछाडि ए भएर आउँदो रहेछ र अर्को चाहिँ समयको पछाडि ए भएर आउँछ यो दुईटा कुरामा मात्रै ए भएर आउँछ मा भन्ने कुरा हो है जस्तो कम्पनीहरू होइन घर गाडी यस्ता कुराहरू ठाउँहरूमा चाहिँ जहिले पनि र समयमा आउँछ है त अनि हेर्नु है आहोप्सी ए भनेको 9 बजेको समयमा भनेको आहोप्सी भनेको कति बजे हो 9 बजे आहोप्सी ए भनेको 9 बजेकोमा अनि अर्को विशेषता हामीले के ख्याल गर्नुपर्छ भन्दाखेरि चाहिँ यहाँनिर हेर्नु है त ओनुल अन्जे नेइल मोरे र ओरे यसको पछाडि हामीले कहिले पनि नि ए को प्रयोग गर्न मिल्दैन जस्तो ओनुल ए है जस्तो कि ओनुल भनेको आजमा भनेर भन्न मिलेन कि ओनु प्लस ए ओनुरे यसरी चाहिँ भन्न मिलेन किनकि यति शब्दको पछाडि चाहिँ हामीले ए चाहिँ लगाउनै मिल्दैन कुन कुनको पछाडि ओनुल कुन कुन पछाडि लगाउनु मिल्छ ओनुलको पछाडि अन्जेको पछाडि है अनि नेइलको पछाडि र मोरेको पछाडि साथै ओलेलाई ओले हे नभन्ने के भने ओ र प्लस ए रे ओ रे के भन्ने ओ रे को पछाडि चाहिँ हामीले ए को चाहिँ कहिले पनि प्रयोग गर्नु मिल्दैन यसरी प्रयोग गर्यो भने चाहिँ हामी गलत भइन्छ यो प्रयोग गर्नै मिल्दैन जस्तो कि ए को प्रयोग कसरी गर्ने भन्दाखेरि चाहिँ यदि यो छाङ्सोमा नि स्थानमा हो भने चाहिँ जस्तो ए र यसमा एउटा राख्छ अब स्थान छ अनि त्यसको पछाडि चाहिँ लगाउनु पर्यो ए र यस भने चाहिँ त्यसको पछाडि चाहिँ हामीले हेर्छौँ खादा ओदा अनि थानिदा इत्ता र अप्पा भन्ने वर्डलाई हेर्छौँ के है यहाँनिर अझै एउटा थपिदिनुहोस् थानिदा पनि हेर्नुहोस् है खादा ओदा थानिदा इत्ता र अप्पा खास चाहिँ यो एले नि के जनाउँछ भन्दाखेरि त्यो स्थानमा जान्छु आउँछु बस्छु या बस्दिन जस्तो कि एले बुझाउने भनेको चाहिँ त्यो स्थानमा जान्छु आउँछु बस्छु या बस्दिन भन्ने कुरा चाहिँ जनाउँछ के एले है यस्तो एले के जनाउँदो रहेछ भन्दाखेरि तपाईँको चाहिँ त्यो स्थानमा जान्छु आउँछु या बस्छु या बस्दिन खास त्यो भनेको कुरा जस्तो खादा र ओदा अनि इत्ता र अप्ता थानिदा भनेको नि के हुन्छ भन्दाखेरि कोरियन भाषामा चाहिँ जानु आउनु भन्ने कुरालाई नि
तपाईँहरूको चाहिँ यो कामसँग रिलेटेड मानिँदैन के जस्तो हामीले नेपाली भाषामा त कुनै ठाउँमा जानु भन्यो भने चाहिँ त्यो कामसँग रिलेटेड अथवा त्यो काम हो नि त हामी त कहीँ आज गएर आयौँ त्यो त काम गऱ्यौँ तर कोरियन भाषामा चाहिँ त्यो चाहिँ हाम्रो सिद्धान्त चाहिँ त्यहाँनिर लागू हुँदैन लाइक क्लियर हुनु है हामीले पढिरहेको कोरियन भाषामा कुन सिनेरीमा कसरी वर्डहरूलाई प्रयोग गर्ने भन्ने हुन्छ नि त जस्तो कि ए मा भनेपछि त्यो ठाउँमा जाने रहने बस्ने है त्यस्ता कुराहरू चाहिँ कोरियन भाषामा काम मानिँदैन तर काम नभइसकेको स्थानमा चाहिँ ए लगाउने हो कि अनि त्यो ठाउँमा काम भइरहेको छ भने चाहिँ बल्ल के लगाउने हो एसा लगाउने हो त्यसरी बोल्नु है हेर्नु त्यहाँनिर हेर्नु त यहाँनिर तपाईँहरूको चाहिँ के छ भन्दा चाहिँ अब खाँदा खोदा अनि खानिदा त्यसपछि इत्ता अनि हप्ता है यतिसँग जहिले पनि के लगाउने ए तर कसरी यदि यो ठाउँ चाहिँ छाङ्सो हो भने के हो भने छाङ्सो हो भने है छाङ्सो इक्वल टु ठाम भन्दा यतापट्टि आएको वर्डमा चाहिँ हामीले ए लगाउन पर्यो यो एलाई चाहिँ हामीले यसरी यहाँनिर लगायो भने है अँ, यदि ए लगाउने हो भने चाहिँ के हुन पर्यो छाम्सोमा चाहिँ खाँदा ओदा खानिदा अनि इत्ता र अप्ता हुन पर्यो यदि हेर्नु है फेरि पनि यही छाङ्सोमा है यही छाङ्सोमा तपाईँहरूको एस लगाउनु पर्यो भने चाहिँ खास स्थानमा लाग्ने कि ए र एस कसरी लगाउने भयो स्थानमा लगाउनु पर्यो भने चाहिँ त्यसको पछाडि चाहिँ यी बाहेकका अन्य वर्डहरू जस्तो कि अब अ, इरादा काम गर्नु होइन र फेरि छादा हो सुत्नु त कहाँ काम हुने भन्नु होला अब कोरियन भाषामा चाहिँ सुत्ने पनि काम हुँदो रहेछ भनेर बुझ्नु पर्यो है यस्ता कुराहरू चाहिँ सरी यसो लेख्नुमा ए भएछ है यस है यदि यहाँनिर हेर्नु है तपाईँलाई म दुइटा कुरा क्लियर गर्छु है सिगान सिगानमा सिधै तपाईँहरूले केही पनि नहेरिकन ए लगाउने यदि समय आउँछ भने पछाडि केही पनि हेर्नु पर्न यसमा चाहिँ के हुन्छ सिधै चाहिँ ए लगाउने यदि अगाडिको चाहिँ ठाउँ छ भने तपाईँहरूलाई चाहिँ कसरी आउँछ भन्दाखेरि चाहिँ अगाडि यदि चाहिँ छाङ्सो आयो हेर्नु नि यहाँनिर जस्तो कि उनुल ओके ओनुल भैसा डट 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 भनेर आयो अब ओनुल होइसा तपाईँहरूलाई यी जस्तो ए पनि आयो अनि सपोज एसा पनि आयो ठिक छ ए पनि आयो अनि एसा पनि आयो अब तपाईँहरूले चाहिँ अब पछाडिको शब्दहरू छ योभन्दा पछाडि के छ भन्ने कुरालाई हेर्नुहुन्छ कि है अब ए र यसो छुट्याउनलाई अब हामीलाई दुईटा कुरा थाहा छ है अनि इरे यो आयो गरे इर हे यो भनेको काम गर्छु नि त होइन आज कम्पनीमा काम गर्छु अर्को क्वेसन सेम यस्तै ओनुल आज सी सेम राख्नुहोस् ल म क्वेसन तपाईँहरूलाई पनि बुझ्न सजिलो होला पैसा यसलाई होइसा भने पैसा भन्ने के भने पैसा कसरी उच्चारण गर्ने पैसा है अँ, अँ, जस्तो खायो आयो खायो आयो अब हामीले चाहिँ यसरी चाहिँ हेरेर क्वेसन एन्सर छुट्याउनु पर्यो ठिक छ यसरी चाहिँ हामीले के गर्नु पर्यो क्वेसन एन्सर छुट्याउनु पर्यो भने चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ अब यसमा नि यसमा चाहिँ यहाँ लास्टमा गएर हेर्ने यो के हो छाङ्सो हो होइसा भनेको कम्पनी भनेको ठाउँ हो यो पनि होइसा भनेको कम्पनी भनेको ठाउँ हो होइन यो दुइटामा चाहिँ हामीले अब के गर्नु पर्यो छाङ्सोको केसमा चाहिँ जस्तो ए र एस लगाउन पर्ने हुन्छ है ए र एस चाहिँ लगाउनु पर्ने हुन्छ अब यो दुइटा चाहिँ भयो अब अर्को आयो भने हो उम्, उम्, जस्तो कि फाम भनेको रात होइन अनि डट यल सी भनेर आयो डट डट इरे यो आयो अरे इर हे सपोज यल सी अनि खायो होइन
अब यहाँ तपाईँको ए र अनि एस आयो, यो तिनवटा तपाईँ इक्जाम्पल क्लियर हुनु, ए र एस चाहिँ एकदमै क्लियर हुन्छ है। यो तिनवटालाई क्लियर गर्नु, त्यसपछि अब हामी चाहिँ बाँकी कुरामा चाहिँ जान्छौँ है त। जस्तो यहाँनिर हेर्नु, अब दुईटा कुरा, अब जस्तो हामीले चाहिँ होइन दुईटा कुरालाई ख्याल गर्नु पर्यो। जस्तो कि अब सिगानको पछाडि केही पनि हेर्न पर्दैन, सिधै के लाउने रहेछ, ए लाउने रहेछ। समयको पछाडि के लाउने रहेछ, सिधै ए लाउने रहेछ हो। भने छाङ्सोमा चाहिँ हाम्रो ए पनि लाग्दो रहेछ, एस पनि लाग्दो रहेछ छाङ्सोको पछाडि। अब अब हामीले पहिलो कुरा चाहिँ यहाँनिर ख्याल गर्नु पर्यो, हाम्रो क्वेसनमा चाहिँ के छ, अगाडि ए र एस लाउनु पर्ने केसमा चाहिँ, जस्तो कि अब यहाँ अब यो खाली ठाउँभन्दा अगाडि होइसा छ, होइसा भनेको यो छाङ्सो हो, होइसा भनेको यो छाङ्सो हो है त। अब छाङ्सो भइसकेपछि अब हामीले यहाँ ए र एसमा के लाउने भन्दाखेरि चाहिँ, अब पछाडि गएर यिरे यो काम गर्छु भन्ने छ, यसको मतलब अब काम गर्छु गर्दैन भने अब हामीले ती वर्डहरूलाई हेर्नु पर्यो। खादा, ओदा, थानिदा, इत्ता र अत्ता छ कि छैन, छ यहाँ छैन भनेपछि के लाउने, एस लाउने। यहाँनिर हामीले के छानेर लाउने, एस लाउने। हामीले के लागि यहाँनिर एस लाग्यो, ठिक छ। अनि अर्को केसमा फेरि यहाँनिर छ, होइसा यो छाङ्सो आयो, अनि यहाँ खादा, जस्तो अब ए र एसमा के लाउने भन्ने कुरा, यो छाङ्सो भइसकेपछि हामीलाई अप्ठ्यारो पर्यो पछाडि जाने लास्ट पोइन्टमा, कहीँ नगएर लास्ट पोइन्टमा खादाबाट खायो आयो नि। अब फेरि खासै आयो भने पनि सेम हो नि, टेन्समा केही पनि मतलब हुँदैन क्या है। अब खायो आइसकेपछि के गर्ने भन्दाखेरि चाहिँ, ओहो यो त खादा, के हामीलाई याद छ, खादा ओदा थानिदा इत्ता र अप्ता, के गरे, खादा ओदा थानिदा इत्ता र अप्ता आइसकेपछि हामीले कहिले पनि ए नलगाउने, सरी एस नलगाउने, के लाउने, ए लाउने। अब अर्को केसमा अब फेरि यहाँनिर चाहिँ इन्डिङमा खायो आयो, खादा ओदा थानिदा इत्ता र अप्ता आयो है। यो एउटा चाहिँ हेर्नु है केस चाहिँ। अब हामीले के सोध्छौँ भन्दाखेरि, यहाँ इन्डिङमा चाहिँ खायो आयो, यहाँ त केही हेर्नै परेन, ए र एसएमा चाहिँ केही हेर्नै परेन भन्ने कुरा होइन। यो खाली ठाउँभन्दा अगाडि कहाँ गरे, यो खाली ठाउँभन्दा अगाडि हाम्रो यो यल्सी भनेको 10 बजे आयो, यो भनेको के हो, ठाम हो कि समय हो, यो पक्कै पनि यल्सी 10 बजे भनेपछि समयको कुरा आयो हो। अब के को कुरा आयो, समयको कुरा आयो है त। आइसकेपछि अब हामीले के भन्नु, समय आइसकेपछि हामीले सिधै ए लगाउने, हामीले धेरै कुरा केही सोच्नै परेन, पछाडि जे सुके होस् हामीले त्यसमा चाहिँ केही पनि म्याटर गर्दैन। दुईटा कुरा बुझ्न पर्यो है। अब हामीले दुईटा कुरा बुझ्न पर्यो यहाँनिर, के भन्दाखेरि, ए र एस बुझ्नको लागि, ए र एस बुझ्नको लागि चाहिँ यदि त्यहाँनिर है, यदि त्यहाँनिर हेर्नु त, हाम्रो चाहिँ यो स्थान हो कि समय हो भन्ने कुरा डिटरमाइन आउँछ। के अरे, स्थान हो कि समय हो भन्ने कुरा चाहिँ त्यो म्याटर गर्छ। यदि त्यो ठाउँमा हामीले छाङ्सोको पछाडि ए लाउनलाई के हुन पर्दो रहेछ, इन्डिङमा खादा ओदा थानिदा इत्ता र अप्ता पनि हुनुपर्छ। यहाँ थानिदा छुट्या छ लेख्नलाई है, बुझ्नु होला के हुनुपर्छ, खादा ओदा थानिदा इत्ता र अप्ता हुनुपर्छ। साल्दाको केसमा हामीले ए र एस दुइटै लगाउन चाहिँ मिल्छ है। यदि त्यहाँनिर साल्दा आयो भने इन्डिङमा के लगाउनु मिल्छ, ए र एस दुइटै लगाउनु मिल्छ। सर ल साल्दा पनि आयो, ए र एस पनि आयो भन्नु होला। त्यस्तो केसमा त्यो क्वेसन काट्ने मान्छेलाई चाहिँ भाटा लगाउनु पर्छ है त, त्यस्तो मिल्दैन कोरियन भाषाको कुरामा है। अब हेर्नु है, खादा ओदा थानिदा इत्ता र अप्ता, अनि मान्था भनेको धेरै उनको थोरै हुनु भनेको के हो, फोनेदा पठाउनु भनेको नि जानु हो। यसको पछाडि जहिले पनि योभन्दा अगाडि हामीले लगाउने बेलामा के लगाउनु पर्यो, ए लगाउनु पर्यो। र समयमा चाहिँ हामीले सिधै ए लगाइन्छ। दुईटा कुरा बुझ्नु है, समयमा के लगाइन्छ, सिधै समय प्लस जहिले पनि ए, पछाडि केही पनि हेर्नु परेन। समयमा जहिले पनि के छ, ए रहेछ, पछाडि केही पनि हेर्नु परेन भने स्थानमा ए र एसमा चाहिँ छुट्याउनु पर्यो है। स्थानमा चाहिँ के छुट्याउनु पर्यो, ए र एसमा चाहिँ छुट्याउनु पर्यो। अब जस्तो स्थानमा पछाडि चाहिँ खादा ओदा थानिदा आयो भने, इत्ता हप्ता पनि आयो भने चाहिँ हामीले ए लगाइन्छ, होइन भने चाहिँ के लगाइन्छ, एस लगाइन्छ। अब यसलाई चाहिँ तपाईँहरूले हेर्नु है त कसरी चाहिँ प्रयोग गर्ने भन्दै, यहाँनिर कुनै पनि स्थानमा अवस्थित छ है भने चाहिँ ए लगाउने हो।
त्यहाँ जान र आउन भन्ने अवस्थामा र समय बताउने सूचकहरूमा यति अवस्थामा के ए लगाउने के छ भन्दाखेरि कुनै पनि स्थानमा जान्छु आउँछु हो र समय बताउने सूचकहरूमा चाहिँ सिधै के लगाउने ए लगाउने है समय बताउने सूचकहरूमा के लगाउने छ ए लगाउने छ अनि यहाँ हेर्नु अब सिगानको माझी मागमा ए लगाउन चाहिँ सकिन्छ है अब कहिलेकाहीँ चाहिँ लेख्ने प्रक्रियाहरूमा चाहिँ हामीले कसरी लगाउने भनेर चाहिँ हेर्नु है त्यहाँनिर थाउन्छु थाउँ भनेको अर्को छु भनेको हप्ता अर्को हप्ता अर्को हप्तामा खुम्यो इरे शुक्रबार है यो जस्तो कि तपाईँहरूको सिगान समय सूचक कुराहरू हो त्यही भएर हेरेर ए हालेको छ ओहु दिउँसो अथवा पिएम पनि भनिन्छ हामीले होइन र अनि थाहा छ सिए मान्न आयो यसरी नि अब हामीले यसरी राख्दाखेरि त अब जस्तो जनरली सोद्धाखेरि चाहिँ ठिक छ हेर्नु है त तर तपाईँहरूले यसरी आएको शब्दलाई चाहिँ हामीले सही मान्न सकिन्न किन हो त सबै कुरा ठिक छ त यसमा हेर्नु त यो समयमा जहिले पनि ए लाग्छ ठिक छ होइन र समयको पछाडि यसलाई त हामीले हेर्नै परेन भन्ने किन मिलेन भन्दाखेरि जस्तो कि यहाँ के छ सिगानको माझी माग भनेको अन्तिममा मात्रै ए लगाउने एउटैमा सकेसम्म धेरै ठाउँमा ए नलगाउने यो किन बिग्रेछ धेरै ठाउँमा ए भएर लगाउन पाइँदैन त्यसरी यो हामीलाई चाहिँ यो चाहिँ प्लस पोइन्ट है यो चाहिँ के हो प्लस पोइन्ट हो कि जस्तो कि अब कहिलेकाहीँ चाहिँ अब तपाईँहरू पछि पछि गएर कुरियन भाषा अलिकति चाहिँ केही लेख्ने अथवा केही कसैलाई सिकाउने हुनुभयो भने चाहिँ अब अहिले तपाईँहरूले यसरी लेखिदिनु होला गरेर अब जहाँ जहाँ मलाई एउटै प्याराग्राफमा 3-4वटा ए लगाएर चाहिँ लेख्नु पाइएन कि तपाईँहरूले के गर्नु पर्यो यो यसको अब अन्तिममा हेरौँ है त अब कसरी भन्दाखेरि चाहिँ है एकदमै इम्पोर्टेन्ट टपिक हो यो थाउन्छु अर्को हप्ता खुमेल ओहुए शुक्रबार दिउँसो थाहा सिए 5 बजे चाहिँ मान्न आयो भेटौँ भन्यो हेर्छ अब यहाँनिर के बुझ्यो हामीले ए चाहिँ सिगानको माझी मागमा लगाइँदो रहेछ सबै ठाउँमा दुई ठाउँमासम्म चाहिँ लगाउँदा ठिकै हुन्छ भन्ने हुन्छ तर सकेसम्म चाहिँ एकदम एक ठाउँमा मात्रै लगाउने सबै ठाउँमा चाहिँ लगाउँदै नहिँड्ने है त अब यहाँ त यल्तु सिए सिक्ताङ्गे खायो यहाँ पनि मिलेन किनकि यहाँ दुईटा ए आयो त्यही भएर चाहिँ मिलेन अब यो एलाई चाहिँ काटेर हामीले यो एलाई मात्र राख्छौँ है यल्तु सी भनेको 12 बजे चाहिँ सिक्ताङमा जान्छु ए आइसकेपछि सिक्ताङ भनेको यो छाङ्सो हो अब स्थान छाङ्सोमा चाहिँ ए राख्ने कि यसो राख्ने भन्ने कुरा पछाडि चाहिँ यहाँ खादा आइसकेपछि हामीले यसो राख्न त मिल्दैन त्यही भएर के राख्यौँ ए राख्यौँ है शिक्षण भनेको सिटी सेन्टर चाहिँ सौलमा छ भने शिक्षक हुन् शिक्षण हुन् सौरे इसयो है सिटी सेन्टर चाहिँ कहाँ छ सौलमा छ भने चाहिँ यहाँनिर इसयो आइसक्यो होइन अब यहाँनिर हेर्ने यो ए भन्दा अगाडि चाहिँ यहाँ अब ए अहिले यहाँ छैन भनेर सम्झिनु चाहिँ यसरी अब के लगाउने भनेर चाहिँ हेर्ने यहाँनिर हेर्नु त सपोज चाहिँ यहाँनिर चाहिँ अहिले के छैन ए चाहिँ छैन है अब चाहिँ यहाँ अब हामीलाई अप्सनमा दुईटा आएको छ ए र एस आएको छ हो ए र एस आएको छ भने चाहिँ अब सिचङ्गुन सौल सौल भनेको ठाउँ हो छाङ्सो आइसकेपछि हामीले पछाडि गएर हेर्छौँ यहाँ गएर हेर्छौँ यहाँ चाहिँ के छ भने लगाउँछौँ खादा आउँदा थानिदा इत्ता र हप्ता आयो भने के लगाउँछौँ ए लगाउँछौँ होइन भने यसो लगाउँछौँ हाम्रो इत्ता आएको छ भने चाहिँ हामीले के लगाउँछौँ ए लगाउँछौँ के लगाउँछौँ ए लगाउँछौँ भनेर बुझ्नु पर्यो है त ल छिबे यखन अप्सिन्दा घरमा मा यखन छैन अब यहाँ छिप भनेको ठाउँ हो ठाउँमा अब हामीले पछाडि गरेछौँ छैन भनिसकेपछि ए रहेछौँ ए नै लगाउँछौँ है तुवान्जी चाहिँ हाङको कोरियामा ए र एस दुइटै लाग्छ साल्दामा एकदम ख्याल गर्नु है साल्दा भन्ने वर्डमा ए अनि एस दुइटै चाहिँ लाग्दो रहेछ है त साल्दा भन्ने वर्डमा ए अनि एस दुइटै लाग्दो रहेछ नेइल भोलि चाहिँ हो छिबे
खाप्निदा भोलि चाहिँ कहाँ जान्छु, घरमा जान्छु भन्नु पर्यो। अब यो छिप आइसकेपछि यहाँनिर छाङ्सु आइसकेपछि हामीले पछाडिको वर्ड नै हेर्ने गर्छौँ। अब हेर्नु त खिजुल मुन्जे भनेको सामान्य केही प्रश्नहरूलाई हामीले हेर्छौँ है। म्यक्सिए भन्ने यसलाई म्यसी भन्ने है। यसरी भन्दा चाहिँ म्यक्सिए नभन्ने म्यसिए भन्ने के भनेको छ, मेसिए छमसिमुल मगाए कति बजे दिउँसो खाना खानुहुन्छ भनेको है। समयको कुरामा त सिधै ए लाग्यो होइन, यसमा त धेरै बहस गए। या त इन्डिङमा मक्ता आयो, मक्ता भनेपछि त खाँदा आउँदा थानिँदा बाहेक अर्को वर्ड होइन, यहाँ चाहिँ किन ए लाग्यो भन्ने होइन, बुझ्नुभयो। ओखरि खाँदा आउँदा थानिँदा इत्ता र अत्ता बाहेकको अर्को वर्ड आयो, अर्को वर्ड आइसकेपछि चाहिँ हामीले यहाँनिर चाहिँ पढे अनुसार त एस लगाउने, यहाँ चाहिँ किन ए आयो भन्न मिलेन। किन मिलेन भन्दाखेरि चाहिँ हामीले समय सूचकको पछाडि जहिले पनि के लगाउँछौँ, ए लगाउँछौँ भनेर बुझ्नु पर्यो है। यल्तुसी फाने भनेको 12:30 बजे, फान भनेको आधा है, फान भनेको आधा है त, थाहा होला नि फान भनेको आधा हो है। फानफाजी भनेको हाफ प्यान्ट सबैलाई थाहा होला है। अनि ह्यङ भनेको आकार हो कोरियन भाषामा है, ह्यङ भनेको आकार हो। यसमा चाहिँ फानेङ भन्यो भने के हुन्छ, अर्ध गोलाकार भन्ने हुन्छ है। फानेङ भन्यो भने के भन्छ, अर्ध गोलाकार हुन्छ है। जस्तो कि अब फान भनेर समयमा आयो भने चाहिँ अब 60 मिनटको चाहिँ 1 घन्टा हुन्छ भने अब 60को आधा भनेको 30 हो, जसलाई चाहिँ के भन्छ अब फान पनि भनेर भनिन्छ है। फान भनेको अर्को क्लास पनि हुन्छ है। जस्तो फान भनेको अर्को के हुन्छ, क्लास पनि हुँदो रहेछ है त। अब अन्त तलपट्टि अब यसलाई चाहिँ भन्दाखेरि एकदम ख्याल गर्नु है तपाईँले है। मेवल मेटछिर भन्छ है, तपाईँलाई मैले बारम्बार भनिरहेको छु। यसलाई मेतवल मेटछिल नभने छ तल आयो भने चाहिँ त उच्चारण गर्ने भने है। यसलाई मेवल मेटछिरे है। गते भनेपछि यो समयको कुरामा जहिले पनि ए लाग्छ। खेरो नै हेस्यो विवाह गर्नुभयो भनेको कति महिना कति गते चाहिँ विवाह गर्नुभयो है। अब यसलाई भन्दाखेरि चाहिँ तपाईँहरूले नै एकदम ख्याल गर्नु यसमा, सिप इल वल होइन, यसलाई भन्दा कसरी भन्न पर्यो, सी बी रोल। कसरी भन्न पर्यो, सी बी रोल। 11 महिना है, ख्याल गर्नु। सिबी रोल र सिबी रोलमा धेरैजना झुकिनुहुन्छ होइन। आज मैले एउटा लिसनिङ सुनाइरहेको थिएँ तपाईँहरूलाई। अनि सिबिल 11 महिना, सिबिल भनेको 11 गते हो नि त होइन, सिबिल भनेको 11 हो, अनि इल भनेको गते हो। तपाईँहरूलाई मैले के भने, क्वेसन सोद्धा छिलमा सोध्छ, डब्लुएस क्वेसन पढाउँदाखेरि भनेको छु नि है। त्यो भिडियो चाहिँ मैले हालिदिएको पनि छु युट्युबमा, गएर हेर्नु होला। यसको चाहिँ अब बाँकी सिनारियो एकदमै यिनीहरू चाहिँ के हुन्छ, लिङ्क हुन्छ कि एकअर्कामा है। कुन कति बेला युज गर्ने भन्दा हामीले सुरुबाट चाहिँ एकदम मजाले हेर्नुपर्छ है। जहिले पनि कोरियन भाषामा क्वेसन सोद्धाखेरि गते भन्दाखेरि छिल प्रयोग हुन्छ भने एन्सरमा चाहिँ के प्रयोग हुन्छ, इल प्रयोग हुन्छ। अब सिबिल इल भन्न पाइएन क्या यहाँनिर, सी बी रिल। अब सिबी भन्दाखेरि 12 सुनिन्छ हेर्नु है, सिबिरिल भन्यो भने 12 गते सुनिन्छ नि त है। तर हामीलाई थाहा छ नि त यो यहाँ माथि जान्छ, यसलाई सी बी रिल है, सिबी रिरे भन्नु पर्यो है। सी बी री रे यसरी उच्चार गर्नु पर्यो मा है। अब गतेको कुरा आइसकेपछि त समयको कुरा आइसकेपछि त हामीले ए लाउँछौँ खेरो निश्चय हो। क्वेसन गर्यो यसले यहाँ के गर्यो, एन्सर दियो। तुवान्सी भनेको तुवान्जी भनेको है, सी भनेको जी है। छिगुम भनेको अहिले, अदि भनेको कहाँ। यो कहाँ भनेपछि समय भयो कि स्थान भयो, पक्कै पनि अदि भनेपछि स्थान भयो। ईश्वर कहाँ हुनुहुन्छ भन्यो। यदि छाङ्सोमा ए रहेछ लगाउने भने हामी कहाँ जानु पर्यो, पछाडि जानु पर्यो। यहाँनिर ईश्वर आएको छ, ए लगाउने है। त्यसपछि छिगुम अहिले, वैसा भनेको कम्पनी, यो स्थान भयो। स्थानमा ए र एसमा के लगाउने भन्ने कुरा पछाडि गएर हेर्ने, इस्सु निदा छ, इत्ताबाट आएको। अब हामीले यहाँ के लगायौँ, ए लगायौँ है। छिगुम वैसा इस्सुनिदा अहिले कहाँ हुनुहुन्छ, कार्यस्थलमा हुनुहुन्छ भनेको वैसा भनेको कम्पनी अथवा कार्यस्थल है। अब हामीले यहाँनिर फेरि छिगुम वैसा यसै सुन्दा भन्न मिल्दैन।
किनकि कम्पनी भनेपछि एस भनेर लाउन मिल्दैन किनकि इन्डिङमा इस्युन्दा आइसकेपछि है। अथवा छिगुम अथवा छिगुम होइसाए अहिले कम्पनीमा ए लगाइसकेपछि यहाँ इराको इस्युन्दा हेर्नु है फेरि यहाँ इता आयो भनेर झुक्किने होइन। यसको मेन भब भनेको यो इरादा हो। इरादा भनेको काम गर्नुबाट आयो नि त यो इर हा दा काम गर्नुबाट आएको है। उम्, काम गर्नु भनेको त यसलाई प्रेजेन्ट कन्टिन्यूमा गराउँदाखेरि त यसको फर्मुला पो गइसक्यो हो त होइन र। अनि सरी इर हागो अनि इस्सयो काम गरिरहेको छु। अब यो फेरि यो इस्सयो भनेको चाहिँ हाम्रो चाहिँ कहाँबाट आएको अरे प्रेजेन्ट कन्टिन्यू टेन्स हो गुइस्स है। यो चाहिँ काम गरिरहेको छु या फेरि ए आयो इस्मिन्दा आयो भनेर चाहिँ हामीले त्यतातिर लिएर जाने होइन। यो चाहिँ के हो हाम्रो फर्मुला हो टेन्सको। होइसा कम्पनीमा चाहिँ काम गरिरहेको छु भनेपछि ए लाउन मिलेन के लाउनु पर्यो यहाँ एसा लाउनु पर्यो। कुन सिनेरीमा ए लाउने कुन सिनेरीमा एसा लाउने भनेर मैले बताइदिन्छु यो दुईटा है। सिगम होइसकेछ इराको इस्युन्दा यो मिल्यो बल्ल एसा लगाएपछि इराको इत्ता भनेको काम गरिरहेको छु काम गर्ने भन्ने कुरामा के लाग्छ एसा लाग्छ है। मुसुल योइरे कुन चाहिँ बारमा है योइ लगाइसकेपछि हामीले दायाँ बायाँ तलमाथि कहीँ केही हेर्नु पर्दैन है। अब यो समय जनाउने कुरा आइसकेपछि सिधै के लगाउने ए लगाउने छुरो प्राय यङवारुल फम्निका कुन बार चाहिँ प्राय फिल्म हेर्नुहुन्छ भन्दाखेरि चाहिँ छनुन म चाहिँ थोरै शनिबारमा चाहिँ फिल्म हेर्छु अथवा शनिबारमा चाहिँ हेर्छु भनेको है त। यो चाहिँ तपाईँहरूको भयो है। यो चाहिँ भयो तपाईँहरूको ए